नमस्कार। आज हामीसँग हुनुहुन्छ भोजपुर र जुम्लाका टक्कर दाजुभाइ। हामी आज यहाँ केही सरसल्लाह गर्न गइरहेका छौँ। के छ त भोजपुर एटाइ हालखबर? राम्रो छ भाइ, बडो राम्रो आनन्द छ। घाम लागेको छ, काठमाडौँ बसेको छ, यति छ। अनि के छ दाजु? जुम्लेली दाजु जुम्लाबाट आयो। जुम्लाभन्दा अलिकति यहाँ तातै छ, अलिकति घाम पनि छैन। आज घाम हुँदा तातै छ, जुम्लाभन्दा यहाँ तातै छ, ठिकै छ भनौँ। अनि अहिले जुम्लाबाट ज्ञानेन्द्र साई उठ्दै हुनुहुन्छ भन्ने सुनिएको छ। जुम्लाबाट उठ्यो भने जित्छन् कि जित्दैनन्? अब झिन्ने भने त पलानै छ, अनि अर्को पनि उस्तै टक्करबाजी परिरहेछ। ऊ पनि मान्छे पार्टी जुम्ला पनि माओवादीको धेरै हल्लीचल्ली छ। त्यस कारणले अहिले ज्ञानेन्द्र साईको र उसको नरेश भण्डारीको टक्कर पर्छ। अनि फेरि नरेश भण्डारीलाई जिताएर ज्ञानेन्द्र साईलाई हरायो भने जुम्लाको मान्छेले नखाए पनि हुन्छ, खड खाए पनि हुन्छ। ल त्यसको लागि हामी पनि भोटको लागि यो विषयमा के भन्न चाहनुहुन्छ भोजपुर एटाइ? अब भोजपुर र दिङ्ला भनेको धेरै डिस्टेन्सको फरक एरिया भनेर त अब भन्नु नपर्ला नेपाली जनताहरूलाई, होइन, जुम्ली जनताहरूलाई। हजुर, अब हामी जुम्लाको मात्रै नै 1450 जिल्लाको एउटै जनताहरू हो। यदि ज्ञानेन्द्र साईलाई कसैले हराउँछ भने म 5 लाख रुपियाँ बाजी राखिदिन्छु। मेरो त्योभन्दा औकात छैन। र ज्ञानेन्द्र साईसँग टक्कर लिनु भनेको त्यो एउटा चाहिँ भनौँ न, अब के भन्नु है, लाज हुन्छ मलाई भन्नु पनि अलि नसक्ला। र जुम्लाको मान्छेहरू यो सोच्नु कि ज्ञानेन्द्र साईले हार्ने होइन, उठ्यो भने जुम्ली जनताले हार्ने हो, मतलब छैन। र ज्ञानेन्द्र साईले हार्छ भने, कसैले हराउनु खोज्छ भने अलिक बढी पनि राखौँला। आओ मसँग कोर राख्ने टक्कर ज्ञानेन्द्र साईको बारेमा हारो भनेदेखि म कति बाजी राख्ने त्यति बाजी राख्न तयारी छु। के यो कुरा सही हो त जुम्लेली दाइ? हुन पनि सक्छ, नहुनु पनि सक्छ। अब जनताको मनोभाव सबैले बुझ्नु सक्छ, सबैले त्यो हुँदैन है। अब जो अहिलेको जनता उसको पहिलाको जस्तो धेरै अनुदान पनि छैन। अहिले धेरै बाटो चलाएको भइसकिएको छ जनता। पहिला भने जसलाई भने चाहिँ अहिले त जुम्लामा यस्तो गर्ने मान्छे कोही पनि जाग्दैन है। जाग्दैन, फेरि पनि जाग्दैन। अब काठमाडौँ आएर सिंहदरबार हल्लाउने, संसद भवन हल्लाउने, जहाँ गयो उहाँ हल्लाउने है, यस्तो मान्छे जुम्लामा कोही पनि छैन। फेरि ज्ञानेन्द्र साईलाई दिनुपर्छ भने हामी त एकदम ओके छौँ। हाम्रो उनी 2 नम्बर वडाका, हामी 3 नम्बर वडाका। फेरि अनि हाम्रो सिधै गाउँपालिका, एउटै गाउँपालिका हो ज्ञानेन्द्र साईको हाम्रो। भाइ, मैले पहिला ज्ञानेन्द्र साईले आजभन्दा अगाडि जित्नुभन्दा पहिला पनि जुम्लीहरूसित मैले यही भनेको थिएँ। तर ज्ञानेन्द्र साईलाई थाहा छैन यो कुरो। र ज्ञानेन्द्र साईसँग मेरो मिलोमत त केही पनि छैन। ज्ञानेन्द्र साईको सपोर्ट लिनु मलाई केही पनि छैन। एउटै कुरो के छ भने नेपालीले बुझ्नुपर्ने कुरो, राम्रो मान्छे ज्ञानेन्द्र साईको घर जुम्लामा पनि, मेरो भोजपुर भए तापनि एउटा कुरो के भने राम्रो मान्छेलाई हामी एउटै चाहिँ भनेको नेपाली हौँ, राम्रो भन्ने हो। ज्ञानेन्द्र साईले त्यो जुम्लामा होइन, कुनै पनि 1450 जिल्लामा गएर ज्ञानेन्द्र साईले जित्छ। र ज्ञानेन्द्र साईसँग टक्कर दिनु भनेको चाहिँ अलि भात खाने र घाँस खानेले मात्रै टक्कर दिन्छ है। ल मेरो भन्ने किन ल धन्यवाद है त। हाम्रो कुरा एउटा मिल्यो। ल धन्यवाद छ भाइ।